घर पछाडि करोडकै सम्पत्ति भए पनि त पुरेको त डोबाटो नै हो नि। फेरि त्यो ड्राइभरहरूलाई हेला किन गर्नु त भन्छु के म चाहिँ, होइन? ट्राफिकहरूले पेल्ने त्यतिकै हुन्छ, होइन? घाटमा पेल्ने, सङ्घमा पेल्ने, सबै ठाउँमा पेल्ने त्यो त भएन नि त। ड्राइभर मान्छे होइन र? त्यो मान्छे त उसको ठाउँमा उसको अस्तित्व र इज्जत छैन र, होइन र? खतरा, एकदम खतरा छ नि त। सोचेर ल्याउँदाखेरि आज गाडीमा भाडा छैन भनेको छ, तेलको दाम बढ्यो भनेको छ, होटलमा सामानको चिज बढेको छ। आज किन लाचार भएर चुरा नलाएको पो हो त ड्राइभरहरूले। भात पकाएर खानुपर्ने अवस्था आयो, समयले ठग्यो नि त आज सबैलाई, हो कि भनौँ न। त्यही भएर एउटा सानो कुरालाई ठक्कर दिँदाखेरि त्यो ड्राइभरलाई बेसरी कुट्छन्। मलाई धेरै मन दुख्छ क्या। म अनि भन्छु कि त्यतिखेर रोकेर, म त्यतिखेर रोकेर गएर भन्छु कि यसरी नकुट्नुहोस्, किनभने चपुरका ड्राइभर पनि भोलि हेटौँडा नि कट्नुपर्छ, नारायणघाट पनि कट्नुपर्छ, जहाँ पनि जानुपर्छ नि, पर्दैन र? त्यसै गरेर व्यवसायीहरूले आज गाडी लाइनलाई ठप्प हुँदै गर्दाखेरि कति समस्या परेको छ भन्ने कुरो आज सुसाइड गर्न पर्ने अवस्था भयो क्या व्यापारीहरूले। आज गाडी चलेको थिएर पो होटल चल्थ्यो र पो, मासु चल्थ्यो, तरकारी चल्थ्यो।